मस्तसँग कार्टुन भिडियो एनिमेसन गर्दै बसिरहेको थिएँ। उताबाट त पल्सालाई हेर्न जाने कुरो भयो। त्यसपछि चट्टसँग लुगासुगा लाइवरी चिटिक्क परेर लाग्यो हामी चिमेलातिर। सर बाटोमा जाँदै थियौँ, चिसो हावाले त कान पनि सानो सेकिरहेको थिएन भने। त्यसपछि चट्टसँग गोजीबाट झिकेर चट्ट चोपी लाएर लाग्यो। फाइनली रामपुर पनि पुग्यो। रामपुर पुगेर हेर्दा त भाइ र मामा त अघि नै आइपुगिरहनु भएको थियो भने होइन, कति फास्ट हो। त्यसपछि चट्टसँग भित्र गएर एउटा पल्साको लागि टिकट पनि काट्यो। टिकट काटियो भित्र पसेर हेर्दा त बाप रे बाप, आज त पल्सा आउने भएको कारणले होला रमझम पनि कम्ता थिएन भने होइन। पल्सा आएको हो कि क्या हो भनेर यसो हेरेको त के को आउनु, डान्स पो गरिरहेको रहेछन्। फेरि यता पल्सा निकाल्छु भन्दा भन्दै पल्सा आएको फिल्मको टिजर पो देखाइरहेको थियो भने होइन, यो हामी फिल्म हेर्न आएको कि पल्साले हेर्न आएको तर केही छैन। पल्सा आएको आबाट आमा भन्ने फिल्म हेरेर चाहिँ हेरिदिउँ नि त टिजर भए पनि भनेर चट्टसँग फिल्म हेर्नतिर लाग्यो। साथी पनि फिल्म हेरेर त मुसु मुसु हाँसिरहेको थियो होइन। पल्सा चाहिँ कतिखेर आउने हो होइन, हतार भइसक्यो हेर्नलाई भन्दै चट्टसँग नम्बर पनि काउन्ट हुन थाल्यो। त्यसपछि नभन्दै 1 2 3 गो पल्सा पनि निक्लिनु भयो। त्यसपछि पल्सालाई चाहिँ रामपुरमा भव्य तरिकाले स्वागत गर्यो। यो चाहिँ महोत्सवमा आएको मेरो दोस्रो अनुभव हो। त्यसपछि चट्टसँग आज चाहिँ लाइभमै पल्सालाई देख्न पाइयो भने आजसम्म देखेकै थिइनँ। त्यसपछि मान्छेहरू पनि पल्सा आउने भएपछि त कम्ता भिड थिएन भने करिब 2-3 हजार जना त हुनुहुन्थ्यो होला। त्यसपछि अलिकति यहाँ चाहिँ पल्सा आएको कसले हात तानिदियो रे, पुलिसहरू आएर हल्का सानो लफडा परेको थियो तर खासै ठुलो होइन। पल्सालाई टाढाबाट हेर्दा त मजा आएन भने त्यसपछि यसो नजिकबाट गएर हेरिदिउँ त भनेर नजिकबाट हेर्दा त बाप रे बाप, पल्सालाई नजिकबाट हेर्दा त झनै रमाइलो भइरहेको थियो। पल्साले कुन गीत गाइरहनु भएको छ भनेर चट्टसँग मैले पनि सानो क्लिप जोडिदिएको छु, ल हेर्नुहोस् है त। धेरै चाहिँ मैले क्लिप लाइन किनकि मेरो पनि भिडियोमा कपिराइट आउन सक्छ नि त, च्यानल त जोगाउनु पर्यो। त्यसपछि चट्टसँग एकछिन चाहिँ मस्तसँग नास्ता गर्यो। पल्सासँग हात मिलाउने त चान्स नै थिएन भने बस नजिकबाट देखियो। एकछिन हेर्दा त रमाइलो लागिरहेको थियो, लास्टमा त कस्तो अल्छी निन्द्रा लागे जस्तो भयो। त्यसपछि चट्टसँग मर भाइ भएर चाहिँ लाग्यो घरतिर। अघि चाहिँ जाडोले कान लास्टै सेकेको थियो, अहिले चाहिँ पुरा टोपी लाएर लागेँ। ल जाडो धेरै छ, भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गर्नु होला। हिजो को मेला आउनु भएको थियो कमेन्ट पनि गर्नु होला। ल आजलाई यति, बाई बाई।